नमस्ते, म डक्टर दीपक मल्ल। शरीरमा कुनै किसिमका लक्षणहरू देखिसकेपछि तपाईँ स्वास्थ्यकर्मीका जानुहुन्छ। उहाँहरूले तपाईँलाई जाँच गराउनुहुन्छ। जाँच गराइसकेपछि एक किसिमको रोग पत्ता लाग्छ। रोग पत्ता लगाइसकेपछि औषधि खानुहुन्छ। यसरी नियमित तरिकाले तपाईँ आफ्नो घर, आफ्नो परिवार, स्वास्थ्यकर्मी, एउटा अस्पतालसँगको तपाईँको एउटा सम्बन्ध हुन्छ। तर मलाई कोही बेला मैले बिरामीहरूलाई हेर्छु, देख्छु होइन, उहाँहरूको त्यो साहस देख्दाखेरि मलाई खुसी लाग्छ क्या। आफू एकदमै रोगाइराख्दाखेरि पनि उहाँको ध्यान चाहिँ आफ्नो परिवारमा हुन्छ। आफ्नो श्रीमती अथवा श्रीमान, छोराछोरी, बुहारी, ज्वाइँ, नाति नातिनालाई धेरै सोच्नुहुन्छ। रोग लाग्दै पनि उहाँहरू अफिस जानुहुन्छ, गाडी चलाउनुहुन्छ, साइकल चलाउनुहुन्छ, आफ्नो काम गर्न छोड्नुहुन्न। कसैलाई एउटा मिठो बोली बोलौँ भन्ने उहाँहरूको चाहना हुन्छ, उहाँहरू बोल्नुहुन्छ। केही रेस्ट्रिक्सनहरू होला रोग सम्बन्धीका लाइफमा, यो नखाने त्यो नखाने गर्दा पनि बिरामीहरू आफूलाई छोडेर अर्काको खुसीको लागि उहाँहरू जिउनुहुन्छ। यसरी सँगसँगै उहाँहरूको जीवन चक्र चलिरहेको हुन्छ। अनि मैले एकजना बिरामीलाई हिजो पनि सोधेँ, बुवा सन्चै हुनुहुन्छ भनेको। ठिक छ बाबु, छोराछोरी राम्रै छन्, पढाइयो राम्रै गरिरहेछन्, नाति नातिना पनि ठिकै छन् भन्नुहुन्छ। उहाँलाई आफ्नो रोगको विषयमा, आफ्नो जिन्दगीको विषयमा, आफ्नो दिन ढल्दैछ, दिन जाँदैछ भन्दा पनि आफ्नो परिवारको धेरै माया हुँदो रहेछ। आफ्नो परिवारसँग समय बिताउनुहोस्, एउटा खुसीको पल बिताउनुहोस्। त्यो पनि एउटा रोगसँग लड्न सक्ने क्षमता हो। तपाईँको परिवार मुस्कुराउँदा, तपाईँको परिवार खुसी हुँदाखेरि, तपाईँको परिवारले तपाईँलाई एउटा मिठो बोली गर्दाखेरि तपाईँको रोग पनि निको हुन्छ। आजको दिन यहाँहरू सबैजनाको सुखमय रहोस्।